यो ढुङ्गाको चाहिँ यो मुनि चाहिँ हो मन्दिर चाहिँ हो। कस्तो मिठो हावा चल्यो। बिच बिचमा बाटोहरू यस्तो छ यी मजाको काठको प्रसाद। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। आजको नयाँ दिन अनि नयाँ भ्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ है। र आज चाहिँ हामी जाँदैछ हाम्रो गाउँको देवी मन्दिर है। आज चाहिँ हो बुद्ध पूर्णिमा, सो त्यहाँनिर चाहिँ हरेक साल नै पूजा हुन्छ है। सो अहिले चाहिँ रेडी पनि भइसकेको छु म है, नानी पनि रेडी भइसकेको छ। अहिले चाहिँ हामी दिदीहरूलाई भेट गरिरहेको छौँ, दिदी भेना पनि जानुहुन्छ है। आजको दिन चाहिँ यस्तो भइरहेको छ, ब्याकग्राउन्डमै तपाईँले देखिसक्नुभयो, धुम्म भइरहेको छ। सो हेर्दै गर्नुहोस् आजको मेरो भिडियो के कस्तो हुनेछ है। तपाईँहरूलाई पनि आज चाहिँ म हाम्रो गाउँको मन्दिर देखाउने छु। प्लिज लाइक कमेन्ट गर्नु नबिर्सिदिनुहोस् है। सो हेर्दै गर्नुहोस् मेरो भिडियो। यहाँ मेरो छोरा पनि रेडी भइसकेको छ हो। नुसे त हेर्देऊ टिभी हेर्दैछ अहिले चाहिँ भाइले चाहिँ हो। यहाँ काव्य पनि छ, काव्य पनि हामीसँग जान्छ मन्दिर हो। वेट गर्दा गर्दा थाकिसक्यो, दिदीहरूलाई अहिलेदेखिको वेट गरेको होइन हो। गाइज अहिले चाहिँ हामी निस्क्यौँ हो। यहाँनिर भेनाले चाहिँ मेरो छोरालाई बोकिराखिदिनु भएको छ हो। यहाँ नानाहरूले चाहिँ आज यस्तो ढिलो गऱ्यो कि आमामा पर्खिँदा चाहिँ कति टाइम। मलाई छिटो तयार हुनु भनेर हेर 10-15 भइसकेछ हो। यहाँ काव्य पनि छ हामीसँग हो। आज चाहिँ हामी जाँदैछ मन्दिर हो। दिनले चाहिँ आज तर साह्रो धोका दिएको जस्तै छ, किनभने साह्रो धुम्म भइरहेछ है। फेरि अलिअलि पानी पनि आउँदैछ। न्युजफर्म चाहिँ यहाँ छ ऊ। हेलो गरिदेऊ न भाइ। यहाँ ब्याग पनि बोकिरहेको छु, ब्यागमा चाहिँ बोकेको छु सामान हो। मन्दिरमा चढाउने अक्षता फुल। यस्तो उकालो हिँड्नुपर्छ गाइज हो। त्यहाँ उभा काबु एकछिन थाक्छ, एकछिन उभा कलो जानुपर्छ हो। तर बाटो चाहिँ उयो छ, पनी रोडहरू छ, त्यस्तो उयो चाहिँ छैन। फेरि पूजा आउनु अगाडि सबै रोडहरू बाटोहरू सफा गर्छ नि त हो। यहाँ भेना हत्तु भएछ, हत्तु भयो भेना अम्दी हत्तु भयो, हत्तु भयो काबु, हत्तु भयो कि भएन? हत्तु भयो नि, लड चाहिँ पङ्गै जान्छ नि। नुसुलाई यहाँदेखि म चाहिँ यहाँ यस्तो भएर सिनेर यस्तो घाँटीबाट पनि निस्केको, पसिना भइरहेछु अहिले चाहिँ। थाक्यो, नानी बोक्नु परेको छैन र पनि पुरा थाकिरहेको छु अहिले चाहिँ। बिचरा हाम्रो भेना चाहिँ अब हत्तु भइरहेको छ। कहाँ तपाईँलाई पो गरम भएको छ, नानी त उसमा बसेको त। कस्तो मिठो हावा चल्यो। अब चाहिँ हामी चाहिँ तेस्रो बाटो यहाँबाट चाहिँ स्टार्ट छ हो। यहाँनिरबाट चाहिँ तेर्सो अब चाहिँ अलिकति चाहिँ ढुक्कै हुन्छ। यहाँबाट तेर्सो छ नि त बाटो। यहाँ हो, यहाँनिर सिंह देवी माको देवीस्थान हो, राग्योरुङ चिया कमान। यहाँबाट चाहिँ यस्तो छ बाटो, मजाको छ गाइस हो। यहाँनिर चाहिँ मजाको लाग्छ, एकदमै जङ्गलको बिचमा छ मन्दिर हो। मजाको छ गाइस यहाँनिर चाहिँ। काव्य बिस्तारै हिँड, अब आइपुगि त हाल्यो। मजाको है भेना जग्गा छ है। कसरी उ भयो यहाँनिर चाहिँ आमा, त मजाको छ नि त जग्गा त। यस्तो छ गाइस, बिचबिचमा बाटोहरू यस्तो छ। यी मजाको काठको रहेछ यहाँनिर चाहिँ हो। बिस्तारै नै बिस्तारै आइपुग्यौँ गाइस। अब चाहिँ हामी मन्दिर हो।
यस्तो छ गाइज, हेर्नु हेर्नु यस्तो मजाको जग्गामा चाहिँ छ मन्दिर यहाँनिर हो। वरिपरि जङ्गल रुखपात हो। फाइनली हामी आइपुग्यौँ यहाँनिर चाहिँ। आइपुग्यौँ माथि यो मन्दिर चाहिँ माथिनिर छ मन्दिर। पर चाहिँ उपर चाहिँ प्रसाद बनाउँदैछ क्या उपर चाहिँ प्रसादहरू बनाउँदै रहेछ हो। यो चाहिँ यस्तो छ गाइस माथि यो मन्दिर चाहिँ। यस्तो छ। हजुर मेरो बनाउँदैछु दिदी। बनाऊ प्रसादहरू यहाँ चाहिँ प्रसाद बनाउनु हुँदो रहेछ। यहाँनिर चाहिँ हो मेन मन्दिर। यहाँनिर मेन मन्दिर चाहिँ यहाँ हो। गरमले खल भइरहेको छु म त झन्। को चाहिँ ऊ बदमास जस्तो छ अहिले चाहिँ। नुसु यता हेर त, डल्लै लुगा मैला गरेर केही छैन। नुसुको चाहिँ यस्तो छ अहिले बदमास। यहाँ मन्दिर चाहिँ यस्तो मजाको छ यहाँनिर चाहिँ। यस्तो छ ढुङ्गा। यो ढुङ्गाको चाहिँ यो मुनि चाहिँ हो मन्दिर चाहिँ हो। यस्तो मजाको छ गाइस, हेरिहाल्नुहोस्। यो ढुङ्गाको मुनि मुनि सबै मन्दिरहरू हो। यो भित्रभित्र यस्तो छ गाइस। यो ढुङ्गा यो मुनिपट्टि चाहिँ मन्दिरहरू छ। मान्छेको भिड हो। यहाँ चाहिँ होमको लागि रेडी गर्नुहुँदो रहेछ हो। कस्तो मजाको छ यहाँनिर चाहिँ मन्दिर हो। ढुङ्गा मुनि चाहिँ हामीले पूजा
पूजाहरू गरिसक्यौँ, दर्शन गरिसक्यौँ हो। नानी चाहिँ यहाँनिर पूजा चाहिँ अहिले सकेको छैन। यहाँ आउँदैछौ चढाएर आउन। भित्र पनि मजाको रहेछ यहाँ मन्दिर चाहिँ। लु जानु भएन तपाईँ, म पनि जान्छु। म भाइलाई पनि लगेर जानु पर्यो। लान्छु नुसोमलाई पनि। नानाले चाहिँ पूजा गर्नुहुँदैछ अहिले चाहिँ भित्र। हामीले चाहिँ गरिसक्यौँ हो। नुसु पनि पस्यो भित्र है, तर एकछिनमै निस्किहाल्यो, धुवा पुरा भएर चाहिँ आँखा पोल्यो नि त त्यहाँभित्र चाहिँ। भाइलाई पनि लग्यो नि है भित्र, मामा छोरै गयो नि अघि। पूजा गरिसक्यो है बाबा। ल ल दादालाई हेर न। यहाँनिर चाहिँ हो चियाको बन्दोबस्त गरिदिनु भएको रहेछ हो। अहिले चाहिँ हामी यहाँ चिया खाँदैछौँ, ब्ल्याक टी हो। पूजा चाहिँ अहिलेसम्म सकेको छैन, होमहरू अझै बाँकी नै छ हो। किन खाएको काबे चिया मन पर्दैन ब्ल्याक टी? यहाँ म उपर भिडियो चाहिँ खिर बनिँदै रहेछ। मेरो भाइ गाउँले भाइ हो हाम्रो हो। महारानी डङ्केनी सेती देवी अब दक्षिण काली देवी श्री राम भगवान श्री रामाय राम परिवाराय
प्रसाद खाँदैछ नुस्ममले चाहिँ है भाइ प्रसाद मिल्छ अहिले चाहिँ हामीले टिकाहरू लगाइसक्यो हो नुसुले पनि टिकी लगाइसक्यो है प्रसाद चाहिँ खाँदैछ भाइले प्रसाद खाँदैछु भन न टिकी सिकी लगाइसक्यो प्रसाद खाँदैछ भाइले हो अब फेरि उपर पनि प्रसादै खानु जानुपर्छ हो टिकी सिकी लगा हजुर फेरि भन्नु त मामा बो मामा भन त खै मामा भनेको नुच्चु भन न खै नुच्चु भनेको मिठो 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 अहिले चाहिँ प्रसाद खाँदैछु यहाँनिर बसेर भुइँमा हो नुसु पनि यहाँ बसेर खाँदैछ बेना प्रसाद खानुहुँदैछ सबैजना प्रसाद खानुहुँदैछ नि चाहिँ हेर्नु न कता मजाले खाएन त हेर्नु खाएको केरा खानु फेरि खिर खान्छ नानी भोकले खाऊ खाऊ मजाले खाऊ भाइ सो गाइज अहिले चाहिँ हामी घर फर्किँदैछौँ आजको पूजा पनि एकदमै राम्रो भयो है एकदमै राम्रोसँगले भयो पानी झन्न पानी चाहिँ परेन पानी नपरेर चाहिँ एकदमै राम्रो भयो हो अहिले चाहिँ फेरि पानी पर्नु आँटेको जस्तो भइरहेको छ पर्नु आँटेको त होइन पानीको छिटा आउनु थाल्यो अहिले चाहिँ यस्तो पूजाहरू भइसकेर चाहिँ पानीहरू परेको चाहिँ राम्रो साइन भन्छ है नाना कस्तो लाग्यो आज नाना कति साल बादमा अरे तपाईँहरू आएको हामी 8-9 साल म चाहिँ यहाँ मन्दिरमा चाहिँ मेरो नानी भइसकेर है फर्स्ट दर्शन गरेको थिएँ मैले अन्त अहिले चाहिँ झन्डै 1-1.5 साल बादमा फेरि दर्शन गर्नु आइपुगेँ है आज चाहिँ राम्रो भयो दर्शन र आज चाहिँ मेरो दिदी भेनाहरू साथमा थिएर चाहिँ मैले धेरै सुविधा पाएँ हो दिदी भेनाहरू साथमा नभएकोमा म यसरी दर्शन गर्नु पनि आउनु सक्ने थिइनँ हो किनभने नानीसँग चाहिँ मलाई चाहिँ एकदमै असुविधा हुन्छ नि त हो नानीसँग दर्शनहरू गर्नु एकदमै साह्रो पर्छ हो त्यही भएर दिदी भेनाहरू आउनु भएकोले गर्दा म पनि दर्शन गर्नु गएँ हो खुसी लाग्यो अनि गाइज आजको मेरो भिडियो पनि यति नै थियो होप तपाईँहरूले इन्जोय गर्नुभयो होला है हाम्रो गाउँको मन्दिर तपाईँहरूले पनि दर्शन गर्नुभयो होला है सो यसरी नै मेरो भिडियोहरू हेरिदिनुहोस् है लाइक कमेन्ट गरिदिनुहोस् अब फेरि तपाईँहरूसँग नेक्स्ट भिडियोमा भेट्ने छु बाई बाई नाना बाई बाई गरिदिनु न बाई बाई